आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, आज हामी यहाँ तपाईँहरूको बिचमा यहाँ उपस्थित भइरहेका छौँ र तपाईँहरू धेरैजनालाई लाग्न सक्छ यिनीहरू के गरिरहेका छन् यो रोडमा आएर भनेर चाहिँ। अनि हामी यहाँ गीत गाइरहेका छौँ र तपाईँले देखिसक्नुभयो यहाँ विभिन्न नृत्यहरू पनि हामी गरिरहेका छौँ र आज हामी विशेष तपाईँहरूको बिचमा चाहिँ अनि आउँदै गएको हाम्रो क्रिसमसको तपाईँहरूलाई हार्दिक हार्दिक शुभकामना बताउन चाहन्छौँ र विशेष गरी यो क्रिसमसको बारेमा आज तपाईँलाई बताउन आइरहेका छौँ। प्रिय दाजुभाइ दिदीबहिनीहरू, अनि परमेश्वरले यो सारा सृष्टि र सृष्टिमा भएका यही थोकहरू उहाँले बनाउनु भयो र ती सबै थोकहरू सुन्दर थियो, सबै असल थियो। यी सबै कुराको सृष्टिकर्ता एकमात्र परमेश्वर हुनुहुन्छ र उहाँले सबै कुराहरू बनाउनु भयो र बनाइसकेपछि उहाँले मानिसलाई पनि बनाउनु भयो र मानिसलाई उहाँले आफ्नै स्वरूपमा र आफ्नै प्रतिरूपमा बनाउनु भयो र उहाँले मानिसलाई अनि अदनको बगैँचामा राख्नुभयो र उहाँले चाहिँ आफ्नो आज्ञा अथवा अनज्ञाकारी नहुने चाहिँ उहाँले हुकुम दिनुभयो। तर मानिस चाहिँ अनज्ञाकारी भयो र उसले चाहिँ शैतानको आवाजलाई चाहिँ सुन्यो र शैतानप्रति चाहिँ ऊ आज्ञाकारी भयो, जसको कारणले गर्दा मानिस र परमेश्वर बिचको सम्बन्ध र मानिस र अनि परमेश्वर बिचको जुन नजिकता थियो, घनिष्ठता थियो, त्यो चाहिँ टुटेर गयो। किनभने पवित्र परमेश्वर हुनुहुन्छ, उहाँ धार्मिक परमेश्वर हुनुहुन्छ, जसको कारणले गर्दा त्यो पाप चाहिँ नटिक्ने भएको कारणले गर्दाखेरि चाहिँ अनि परमेश्वर र मानिस बिचको सम्बन्ध चाहिँ टुट्यो र मानिस चाहिँ परमेश्वरसँग रहन नसक्ने भयो र फेरि पनि परमेश्वरले चाहिँ मानिसलाई पापमै रहन दिनु भएन र पवित्र धर्मशास्त्र बाइबलले भन्दछ सबै मानिसले पाप गरेका छन् तर परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। प्रिय दाजुभाइ दिदीबहिनीहरू, आज सारा संसारमा भएका हरेक प्राणी, हरेक मानिसहरू चाहिँ आज चाहिँ पापी छ। किनभने सबैले पाप गरेका छन्, आत्मिक पाप, भौतिक पापहरू, अनि मान्छे सोचेर आत्मामा गरिने जति पनि पापहरू छन्, रिस, क्रोध, हत्या, हिंसाका कुराहरू छन्, अनि व्यभिचारका कुराहरू, लुटका कुराहरू, यी विभिन्न पापहरू चाहिँ आज संसारमा सबैले गर्छ र नगर्ने कोही पनि छैन। प्रिय दाजुभाइ दिदीबहिनीहरू, यो सबै चाहिँ पापको कारण हो र त्यसै गरी पवित्र शास्त्रमा अर्को कुरा यो पनि लेखिएको छ, पापको ज्याला मृत्यु हो। जब मान्छे पाप गरिरहन्छ त्यसपछि चाहिँ उसले चाहिँ मृत्यु चाहिँ कमाउँछ र ऊ परमेश्वरदेखि र त्यसै गरी चाहिँ स्वर्गदेखि चाहिँ ऊ अलग रहन्छ र यसको कुनै बाटो छैन र मानिसले चाहिँ अनि विभिन्न बाटोहरू खोज्न थाल्यो स्वर्ग जानको लागि। विभिन्न कुराहरूलाई पूजा गरे, विभिन्न कुराहरूको खोजी गरे, ज्ञानका कुराहरू, विभिन्न पशुपन्छीका कुराहरू, त्यहाँतिर मान्छेहरू चाहिँ लागे। तर प्रिय दाजुभाइ दिदीबहिनीहरू, साँडे, बोका, खसी, राँगाहरूको बलिले, रगतले चाहिँ हामीले उद्धार मुक्ति पाउँदैनौँ। किनभने हामी मानिस छौँ र हामीले उद्धार मुक्ति पाउनको लागि शुद्ध र निष्कलङ्क थुमाको रगत चाहिँ बगाउनु पर्ने आवश्यक थियो। यस कारणले गर्दा पवित्र धर्मशास्त्रमा लेखिएको छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। र संसारलाई परमेश्वरले प्रेम गर्न छोड्नु भएन र उहाँले संसारका हरेक मानिसलाई उहाँ प्रेम गर्नुहुन्छ र जतिले उहाँलाई विश्वास गर्छ प्रभु यीशु ख्रीष्टलाई, त्यसले अनन्त जीवन पाउनेछ भनेर चाहिँ पवित्र धर्मशास्त्रमा लेखिएको छ। त्यसै गरी अनि अर्को यो कुरा पनि लेखिएको छ, जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई उहाँले आफ्ना सन्तान हुने अधिकार दिनुभयो। आज तपाईँले प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्नुभयो र उहाँमाथि ग्रहण गर्नुभयो भने प्रिय दाजुभाइ दिदीबहिनीहरू, तपाईँ उहाँको सन्तान हुनुहुनेछ र स्वर्गको भागीदार हुनुहुनेछ। र हामी कोही पनि पापलाई लिएर हामी कोही स्वर्ग जान सक्दैनौँ, किनभने पाप स्वर्गमा टिक्न सक्दैन। किनभने पवित्र परमेश्वर धर्मी हुनुहुन्छ र त्यहाँ स्वर्ग चाहिँ सबै कुराहरू पवित्र छ। प्रिय दाजुभाइ दिदीबहिनीहरू, यस कारणले गर्दा येशू प्रभुले भन्नुभयो, जीसस क्राइस्टले भन्नुभयो, आई एम द वे, आई एम द ट्रुथ, आई एम द लाइफ, नो वान कम टु फादर बट बाई मी भन्नुभयो। र यसले मेरो बाटो, सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि स्वर्गमा अथवा पिता कहाँ आउन सक्दैन भनेर भन्नुभयो। प्रिय दाजुभाइ दिदीबहिनीहरू, संसारमा हामीले हेर्ने हो भने थुप्रो बाटोहरू हामी देख्दछौँ, तर ती बाटोहरू चाहिँ हामीले हेर्ने हो भने ती बाटोहरू चाहिँ गन्तव्यमा पुर्याउने बाटोहरू छैनन्। तर प्रभु येशू ख्रीष्टले भन्नुभयो, म बाटो हुँ र म सत्य हुँ भनेर उहाँले भन्नुभयो। प्रिय दाजुभाइ दिदीबहिनीहरू, यदि तपाईँले प्रभु यीशुमा विश्वास गर्नुभयो भने त्यो स्वर्ग तपाईँहरूको लागि हो। आज हामी यो संसारमा हेर्ने हो भने यहाँ धेरै भ्रष्टताहरू बढिरहेको छ, धेरै प्रेमहरू सेलाउँदै गइरहेको छ, धोकाहरू बढ्दै गइरहेको छ, नयाँ नयाँ रोगहरू आइरहेको छ र संसारमा मृत्यु
दिएको कुराहरू हामी देख्दछौँ। किनभने आजभन्दा 2000 वर्ष पहिले प्रभु येशू ख्रीष्टले चाहिँ यो कुरा भन्नुभएको थियो कि यी सबै कुराहरू हुनेछन् म आउनुभन्दा पहिले भनेर। अनि त्यसैले उहाँले भन्नुभयो, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु। प्रिय दाजुभाइ दिदीबहिनीहरू, पापबाट विश्राम र संसारबाटको जुन अशान्तिबाट विश्राम दिने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। र यसै कारण उहाँ 2000 वर्ष अगाडि इजरायल देशको बेथलेहम भन्ने गाउँमा एउटा कन्याबाट चाहिँ उहाँ जन्मिनुभयो र उहाँले 33.5 वर्षसम्म चाहिँ उहाँले अनि यो धरतीमा जीवनयापन गर्नुभयो र उहाँले 3.5 वर्ष चाहिँ उहाँले सेवकाई गर्नुभयो। उहाँले मरेकाहरूलाई जीवित पार्नुभयो, रोगीहरूलाई उहाँले चङ्गाई गर्नुभयो, भूत लागेकाहरूलाई उहाँले निको पार्नुभयो र उहाँले भन्नुभयो सारा संसारमा गएर चाहिँ मेरो बारेमा बताऊ। आज कोही कुरा बताउन हामी तपाईँहरूको बारेमा, आज तपाईँहरूको बिचमा हामी आइरहेका छौँ येशू प्रभुको बारेमा बताउन। प्रिय दाजुभाइ दिदीबहिनीहरू, आज यो तपाईँको लागि खुसीको खबर, यो तपाईँको लागि आशिषको खबर हुन सक्छ। यदि तपाईँले प्रभु येशू ख्रीष्टलाई ग्रहण गर्नुभयो भने तपाईँले चाहिँ अनन्त जीवन पाउनुहुनेछ, त्यो नरकदेखि र त्यसै गरी शैतानदेखि तपाईँले चाहिँ अनि छुटकारा पाउनुहुनेछ। किनभने परमेश्वर पवित्र हुनुहुन्छ, उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ। धन्यवाद छ। फेरि पनि तपाईँले ध्यान दिएर सुनिदिनु भयो। यहाँहरू सबैजनालाई आशिष मिलेको होस्।